गाइस वेलकम छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र म चाहिँ तपाईहरुलाई के देखाउन आँटेको भने यो चाहिँ यहाँदेखि यहाँसम्म प्रमोसन भयो हैन। अनि योदेखि यहाँसम्म चाहिँ कहिले प्रमोसन हुन्छ क्या मेरो ड्रिम भएको है यो। मलाई यहाँसम्म चाहिँ जानै छ। अब यहाँसम्म त बल्ल तल्ल 3-4 वर्ष पछि यहाँसम्म आइपुगेँ म। तर मेरो ड्रिम बाइकसम्म चाहिँ म पुग्न सकेको छुइनँ होइन। चाबी पनि मैसँग छ छाउनु चाहिँ, तर के गर्नु अनुमति छैन क्या। अनुमति नभएपछि के गर्नु। आज कपाल पनि कोरेको छुइनँ मैले, तर के छैन। अब म चाहिँ जानुपर्ने हुन्छ। ल अब म चाहिँ रेडी भइसकेँ। यो मेरो फाइनल लुक कस्तो देखेको छ? ल चलो चलते हैं। आया कति भारी छ तर यो हेलमेट। खै यो घरको यो चाहिँ मैले हिजो बाहिर राखिदिएको छु। मेरोबाट क्यामेराबाट मलाई हेर्नु हुँदैछ अब बाइक कसरी झिक्छ भनेर। कति केयरिङ बोयफ्रेन्ड हस्बेन्ड हुनुहुन्छ मेरो। यो खोर्सानी चाहिँ मैले हिजो सारेको मर्छ कि के हो। सुरज दादाले बोलाउनु हुँदैछ त तिमीहरूलाई। हिजो किन काट्नु भएको भाउजू जानु बित्तिकै पकाउडीलाई पैसा त तपाईँलाई सिसी क्यामेरा घुमाइ हेर्नुहुँदैछ। मलाई सिसी क्यामेरा घुमाइ हेर्नुहुँदैछ। मैले सुतेको कता गाडी चलाउँदैछ। गाडी चलाउनु ऐसे के भन्नुभएको? भाउजूलाई आएन। भाउजू हिजो सक्नुहुन्छ नि, आज पनि सक्नुहुन्छ नि। यार मलाई डर लाग्छ यार यहाँदेखि निकाल्नु चाहिँ। म यसरी ठेलेर निकाल्छु ल। हजार के भयो? केटाकेटी हो ठेला हो। ठेला मलाई डर लाग्छ कस्तो। ल निक्ल गेट लगाइदिन्छु ल। गेट लगाइदिने ल। धेरै स्पिड उयो गर्यो भने उडाउनै खोज्छ। तेल कति छ कुनी? लाज लाग्छ लाज। हेलो हेर्दैछ मान्छेले अगाडि जानु पर्यो। अलिकति मुटु धड्किने के। मलाई अलिक डर लाग्ने भनेको चाहिँ नि यो हाम्रो पुतली लाइन त के भन्छ आयामी अगाडि अनि यता
भोटे पुल यता छिर्ने बाटो छ नि त्यहाँनिर यति डर लाग्छ कि ट्राफिक भन्दा पनि जाम धेरै हुन्छ के जाम धेरै हुन्छ अनि मलाई कस्तो डर लाग्छ अब त्यस्तो धेरै कुदाउँछु जस्तो कन्फिडेन्स त छ त्यही पनि त्यही हो मैले सपना देखेको कुरामा सबैभन्दा मेरो सपना पुरा गर्नुमा चाहिँ सबैभन्दा ठुलो हात चाहिँ मेरो हस्बेन्डको छ थ्याङ्क यू फर कमिङ इन माई लाइफ होइन जति गर्नुभएको छ र जति दिनुभएको छ नि म बयानै गर्न सक्दिनँ के बुझ्दिनुहुन्छ अहिले चाहिँ म थ्याङ्क यू दिन चाहन्छु क्या मलाई यति होइन मेरो यति धेरै यति सपोर्टिङ यति बुझ्ने यति काइन्डनेस मान्छे मेरो लाइफमा लिएर यसरी राखिदिनु भयो नि सो राम्रो मान्छे हतपत पाइँदैन नि त अहिलेको जमानामा अनि मैले त घरमा माग्न आऊ भने अनि बिहे गरिदिइहालेको अब भोलिको दिन के हो होइन रिस मान्छेको मन भन्ने कुरा त सबैभन्दा ठुलो दुश्मन पो हो त मान्छेको मन फर्किसकेपछि रिसको झोकमा होइन के बोलिन्छ मन फर्किनु सक्छ अनि अनि बिहे गरिदिइहालेको यति राम्रो बुढा छ कहाँ म छोड्छु त नि मलाई हाँस उठ्दैछ हौ के भन्नु भयो कि अनि मैले मेरो लाइफको बारेमा भनिदिएको अब मनपर्छ कि मन पर्दैन खै अब तपाईँहरूलाई मन नपरे पनि मेरो भिडियो प्लिज सबैजनाले हेरिदिनु होला तपाईँहरूले नै हेर्नुहुन्छ भनेर बनाएको हो यो भिडियोहरू चाहिँ होइन तपाईँहरूले हेरिदिनु भएन भने त अनि गाह्रो भइहाल्छ नि हौ यहाँ क्या साथीभाइहरू मलाई अलिक डर लाग्ने भनेको क्या यहाँ चाहिँ थोरै डर लाग्छ होइन थोरै धेरै पनि होइन म ह्यान्डल गर्न त सक्छु नि अब त त्यही पनि डर भन्ने कुरा आफै उठिजान्छ के यो चाहिँ हाम्रो भोटे पुल अब त त्यति डर लाग्दैन डर पनि के मान्नु है आफ्नै ठाउँमा आफू जन्मेको ठाउँमा ल मेरो बुढाको चाहिँ पनि याद आउँछ गएको जानुभएको चाहिँ धेरै पनि भएको छैन त्यही पनि याद आउँछ आई मिस यु माई हस्बेन्ड जाम टन्नै छ कि क्या उतालतिर हाम्रो धरान कति सफा र कति राम्रो छ वाउ यहाँको हावा पानी यहाँको हरेक कुरा मलाई यति धेरै मनपर्छ कि यति धेरै मनपर्छ आफू जन्मेर बसेको ठाउँ भएर पनि होला होइन यति धेरै मनपर्छ कि आई लभ धरान Oh my god, sorry! यस्तो हुन्छ यस्तो अप्ठ्यारोमा पारिदिन्छ कि आमामा यो बाइक यति हलुङ र यति कम्फर्टेबल छ कि म त यो चाहिँ हो हाम्रो धरान छ पानमारा जाने बाटो कस्तो अब के भन्नु एकदम आनन्द टाइपको भाइब आउँछ यहाँनिर के यो रोड बढाउनुको लागि होला कस्तो राम्रो देखिन्छ सुरुमा झन् सुरुमा के भन्छ त्यो सुरुमा सुरुमा यो बाटो बनाउनको लागि झन् यो फाड्दाखेरि त झन् यस्तो राम्रो देखेको थियो लास्ट टाइम मन पर्ने मलाई त्यो कच्ची रोडमा
चाहिँ खतरा कुद्छ क्या मलाई त्यही मनपर्छ क्या सबैभन्दा बेस्ट चाहिँ यसको दामी कुद्छ दामी यस्तो नर्भस हुन्छ कि अनि भित्रभित्र त्यो खै के भएको कस्तो खालको फिल हुन्छ हौ अनि भोक लागेको जस्तो पनि हुन्छ कस्तो त्यो भित्र मेरो मुटु कलेजो त्यो धेरै छिटो छिटो धड्केको जस्तो फिल हुन्छ क्या मलाई यार म फाइनली आइपुगेँ अङ्कलले मजाले हेर्नुभयो त मलाई ओके हेलमेट पनि भित्रै लानु पर्यो केटीहरू के गर्दैछ हेलो हेलो एभ्रिवान हेलो भन्नु न के हुन्छ त नि तिमी तपाईँ राम्रै हुनुहुन्छ त कस्तो ओके तपाईँको भिडियो मैले नहालिदिएँ भएन तपाईँलाई मैले देखाएँ पनि फाइनली म चाहिँ आइपुगेँ